यहाँ पनि यस्तो खेलौनाहरू बेच्न लिएर आउनुभएको छ हामी चाचाहरूले। माथि भ्युटार जाने हो, एकचोटि भ्युटार जानेको नजर देखाउँछु म हजुरहरूलाई है। त्यस पछाडि चाहिँ चर्चियो चाहिँ भ्युटार जाने बाटो हो। यो चाहिँ आर्मी क्याम्प भयो है, भिडियो बनाउनु पाउनु सुसवारी आर्मी भाइहरू। भाइ मान्छे कति धेरै हुनुहुन्छ। यहाँसम्म गाडी आएको छ क्या यार भनेपछि आफै सोच्नु सातो बाटो कति फेमस छ भनेपछि कि यसो पनि हाम्रो दाइहरू आउनु भएको छ यहाँसम्म मान्छेहरू आमामा जाने आउने त लड्को त भगवान् के छ र सातो बाटोमा। ओ चाचाजी कब आया? 11 बजे। साइकिल भी आया? अच्छा कब वापिस जाओगे? कति बेला जाने चाचा? कति बेला जाने तल? हो ए छोरा नि आउनु भएको? ल चाचा म गएँ। यो चाहिँ हाम्रो चाचा हो, यहाँबाट चाहिँ सर्कस जान्छ। हाम्रो भयो चाचा पनि आउनु भएको रहेछ चटपटेले है। हेर्नुहोस् त हेर्न सक्नुहुन्छ सबैजना कतिजना मान्छेहरू आउनु भएको छ यहाँ भन्ने कुरा। माथि त अटोहरू यहाँ मान्छे कहाँ कुरै छोड्नुहोस् कि हुन्छ कति धेरै मान्छेहरू हुनुहुन्छ अटोको त। यो भगवान् यो सातो बाटोको माथि भिडको नजर हो कि चाहिँ भिडमा हेर्नु त मान्छेहरू कति धेरै हो। हेर्नुहोस् बस गाडी है भगवान्। सोल्टी के छ? ओ सोल्टी के छ? कहिले आउनुभयो? हो यत्तिकै भिडियो पनि नराखेको क्या भाइ। ल म एकैछिन फर्किहालेँ, सिटीसम्म गएर फर्किहालेँ है। ल बिस्तारै हिँड्दै गर्नु म आएँ। यो चाहिँ हाम्रो सोल्टीसँग भेट भएको है आज चाहिँ। हो गाडी त राम यहाँदेखि यहाँसम्म सहँदैन यो। हुन त पुरा बुलेट लिएर आखान पुरा मान्छेहरू भन्दा हुन त पुरा। ल यो चाहिँ भ्युटारको गेट हो। माथि हेर्नुहोस् भ्युटार।